हेर्नुहोस् त ठुलो हुन्छ ल मेरो मुठीभरि जापानिज हल्ला बेद थियो नेपालको हल्ला बेद जस्तो त्यो तर्रोवाला हुँदैन यो चाहिँ कस्तो मिठो हुन्छ स्याउ जस्तो कुरुङ कुरुङ गिलो पनि हुँदैन खाने बेला भएपछि गिलो गिलो पनि हुँदैन यस्तो वेदर कस्तो नराम्रो हो असोज मेरो बर्थडे मन्थ आयो तर पनि कस्तो नराम्रो वेदर छ उफ भुइँचालो आउला जस्तो भाँच्यो भने मलाई त मम्मीले मार्छ पो यता पनि छ यहाँ कति धेरै छ मेरो मम्मीको चाहिँ फेभरेट हो यो मलाई चाहिँ त्यस्तो धेरै मन पर्दैन मिठो हुन्छ अर्को भन्दा चाहिँ म यो खान सक्छु अर्को त म खान पनि सक्दैन यता बारीमा चाहिँ मम्मीले सागहरू पनि राखेको छ यो चाहिँ हलुवा बेद जापानिज हलुवा बेद भन्छ क्या अरे त्यही हो यस्तो मजासँग फलाएको छ कि कति धेरै छ त्यस्तो धेरै पनि होइन हाम्रो फ्यामिलीलाई पुग्ने जाति चाहिँ छ यो चाहिँ हाम्रो सबभन्दा राम्रोसँग फलेको चाहिँ यो यो सुन्तलाको बोट चाहिँ सबै रोग लागेको छ अब यसलाई पनि काटेर यसलाई मात्र ठुलो हुन दिनु यस्तो राम्रो छ वाउ देख्दाखेरि नै राम्रो छ यत्रो ठुलो छ यत्रो ठुलो यत्रो त छ बोट तै पनि त्यस्तरी फलेको छ उता पछाडिबाट झन् राम्रोसँग देख्छ जुम गरौँ है जुम गरौँ कता लुकेको छ ऊ त्यता पनि रहेछ यो भइहाल्यो वाउ